नमस्कार साथीहरू। यदि तपाईँ त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानुन अध्ययन गरेर आफ्नो भविष्य कानुनी क्षेत्रमा बनाउने सोचमा हुनुहुन्छ भने यो जानकारी तपाईँको लागि हो। शैक्षिक सत्र 2080-81 र 81-82 का लागि त्रिभुवन विश्वविद्यालयले 3 वर्षीय एलएलबी प्रथम वर्ष वार्षिक परीक्षा प्रणाली अन्तर्गत भर्ना खुल्ला गरेको छ। यस कार्यक्रमको लागि कुल 2300 जना विद्यार्थी भर्ना गरिनेछ। भर्ना खुल्ला गरेको क्याम्पसहरू नेपाल ल क्याम्पस काठमाडौँको लागि 600 सिट र अन्य प्रमुख क्याम्पसहरू पोखरा, धरान, नेपालगञ्ज, राजविराज र बुटवलका लागि प्रति क्याम्पस 300 सिट साथै वीरगञ्जको हरिकेतन क्याम्पसमा 200 सिट व्यवस्था गरिएको छ। यस भर्ना प्रक्रियाको लागि अनिवार्य प्रवेश परीक्षा हुनेछ र जसको अन्तिम म्याद 2082 वैशाख 28 गतेभित्र अनलाइन फारम भरिसक्नुपर्नेछ। प्रवेश परीक्षा भने जेठको 17 गते हुनेछ। अनलाइन आवेदन गर्दा तपाईँले परीक्षा शुल्क बुझाएको भाउचरको स्क्रिनसट, शैक्षिक प्रमाणपत्र, नागरिकता समकक्षता प्रमाणपत्र, पासपोर्ट साइज फोटो, हस्ताक्षर र कोटाको दाबी गर्ने भए सम्बन्धित कागजातहरू अनिवार्य रूपमा अपलोड गर्नु पर्नेछ। एलएलबी 3 वर्षीय कार्यक्रम हो जसमा भर्ना हुनको लागि न्यूनतम स्नातक तह पास गरेको हुनुपर्दछ। कुनै पनि संकायबाट स्नातक पास गरेको हुनुपर्छ। कुनै पनि संकायमा स्नातक पास गरेकोले एलएलबीमा भर्ना लिन सक्नुहुनेछ। भर्नाको लागि त्रिभुवन विश्वविद्यालयको प्रवेश परीक्षा लिन्छ जसका लागि तपाईँले आवेदन फारम अनलाइन वा सम्बन्धित क्याम्पसमा गएर बुझाउन सक्नुहुनेछ। आवेदन फारमको अन्तिम मिति, परीक्षा तालिका र पाठ्यक्रम सम्बन्धित जानकारी विश्वविद्यालयको वेबसाइट वा क्याम्पसको सूचना पाटीमा उपलब्ध गराएको छ। यदि तपाईँ कानुन क्षेत्रमा भविष्य बनाउने सपना देखिरहनु भएको छ भने आजै तयारी गर्नुहोस्। यो अवसर तपाईँको करियरलाई नयाँ दिशा दिनेछ। अझै धेरै जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।